दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन अर्थात् सार्क, सार्कको बारेमा हामी छलफल गर्दैछौँ। यो सार्क पनि युएनओको बडापत्रको धारा 52 मा आधारित भएर सार्कको स्थापना गरिएको। संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा 52 मा के छ भने शान्ति, सुरक्षा र आर्थिक साझेदारीका निम्ति विभिन्न क्षेत्रीय र उपक्षेत्रीय संगठनहरूको स्थापना गर्न पाइने भनेर उल्लेख गरिएको छ। त्यसै प्रावधानलाई बसेर त्यही प्रावधानमा टेकेर सार्कको स्थापना भएको। युएनओको धारा 52 मा आधारित भएर स्थापना गरिएको यो सार्कको स्थापना पनि युएनओको धारा 52, संयुक्त राष्ट्र सङ्घको धारा 52 मा टेकेर सार्कको स्थापना भएको थियो। धारा 52 मा क्षेत्रीय तथा उपक्षेत्रीय सहयोग संगठनहरू खोल्न पाउने भनेर व्यवस्था गरिएको छ। अब सार्कको स्थापना भन्दा अगाडि स्थापना गर्नु पर्यो भन्ने त अवधारणा आयो होला। त्यो अवधारणाको लागि हामी के सम्झिन्छौँ? 80 मै 2 पटक अवधारणा आएको भनेर सम्झिने। अवधारणाको लागि के सम्झिने रे? 80 मै 2 पटक चाहिँ अवधारणा आएको भन्ने। 80 मै 2 पटक, 80 भनेको 1980 होला, 80 भनेको 1980 होला, मई भनेको चाहिँ मे महिना होला, 2 पटक भनेको 2 होला। 1980 मे 2 मा सार्कको स्थापना गर्नुपर्छ भन्ने अवधारणा आयो। अवधारणाकार को हुन् त? अवधारणा ल्याउने मान्छे सधैँभरि जिरहन्छन्। अवधारणाकार ल्याउने मान्छे सधैँभरि जिरहन्छन्। सधैँभरि जिरहने हुनाले जियाउर रहमान भन्ने। अवधारणा ल्याउने मान्छे कहिल्यै मर्दैनन्, सधैँभरि जिरहन्छन्। जिरहने हुनाले जियाउर रहमान। यी कहाँका हुन् त? बङ्गलादेशका हुन्। बङ्गलादेशका जियाउर रहमानले अवधारणा ल्याएका थिए। अहिले यिनै जियाउर रहमानका छोरा तारिक रहमान बङ्गलादेशको प्रधानमन्त्री भएका छन् है। यिनकै छोरा हुन् अहिले प्रधानमन्त्री भएका। अब अवधारणा आयो, कुनै पनि सङ्घ संस्थाहरू चलाउनको लागि नीति नियम चाहिन्छ। त्यो नीति नियम भनेको घोषणापत्र हो। संयुक्त राष्ट्र सङ्घको पनि घोषणापत्र नै नीति नियम थियो। अब सार्कको पनि कसरी सञ्चालन गर्ने भन्ने नीति नियम भनेको घोषणापत्र हो। अवधारणा आइसकेपछि घोषणापत्र तयार गर्नु पर्यो। अब घोषणापत्र तयार कहिले भयो त? अर्को डेट हामीले अब घोषणापत्र तयारको सम्झिनु पर्यो। अब घोषणापत्र तयार सम्झिनको लागि के गर्ने भने अवधारणा आएको वर्ष र महिनामा 3 जोड्ने। अवधारणा आएको वर्ष र महिनामा 3 जोड्ने। वर्षमा 3 जोड्ने 1980 मा 3 जोड्यो भने कति भयो? सन् 1983 भयो। 1983 भयो। वर्षमा पनि 3 जोड्ने, महिनामा पनि 3 जोड्ने। मेमा 3 जोड्नुहोस् त। जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन, जुलाई, अगस्त। मेमा 3 जोड्यो भने कति भयो? अगस्त भयो। अगस्त। वर्ष र महिनामा चाहिँ 3 जोड्ने। हेर्नुहोस्, दिनमा केही पनि नगर्ने, दिनलाई यत्तिकै छोडिदिने भनेको 2 को ठाउँमा 2 नै राख्ने। 1983 अगस्त 2 मा चाहिँ घोषणापत्र तयार भएको रहेछ। यो घोषणापत्र तयार कहाँ भएको थियो भन्दा भारतको नयाँ दिल्लीमा। यो घोषणापत्र तयार भएको ठाउँ नयाँ दिल्ली। नयाँ दिल्लीमा घोषणापत्र तयार भयो। अब यो घोषणापत्रमा के कस्तो उल्लेख गरिएको छ त हेरौँ त। यो घोषणापत्रमा रहेका धाराहरू के छन्, कतिवटा छन् भन्ने सम्झिनु पर्यो। घोषणापत्रमा रहेका धाराहरू, घोषणापत्रमा कतिवटा धारा छन् भन्दाखेरि सार्कको घोषणापत्रमा 10 वटा धारा छन्। घोषणापत्रमा रहेका धाराहरू कतिवटा छन्? 10 वटा छन्। ती 10 वटा धाराहरू के हुन् सम्झिनुपर्छ। यो जोडा मिलाउनेमा प्राय सोधिराखेका हुन्छ। ती 10 वटा धाराहरूलाई उसी राम स्थायी प्रकाश विसा भन्ने। उसी राम स्थायी प्रकाश विसा। अब उसी राम स्थायी प्रकाश विसा ऊ भनेको यो प्रत्येक धारा 1 मा के राखिएको छ? ऊ भनेको उद्देश्य भन्ने। उद्देश्यहरू कतिवटा छन् त? 8 वटा उद्देश्यहरू र 3 वटा सिद्धान्तहरू छन्। धारा 1 मा ऊ भनेको उद्देश्य, त्यस्तै धारा 2 मा
धारा 2 मा सी भनेको चाहिँ सिद्धान्त, उ भनेको उद्देश्य, धारा 2 मा सी भनेको सिद्धान्त। सिद्धान्तहरू कतिवटा छन्? 3 वटा सिद्धान्तहरू रहेका छन्। उ भनेको उद्देश्य, सी भनेको सिद्धान्त, उ सी भयो। त्यस्तै रा म भन्यो, रा भनेको धारा 3, धारा 3 मा राबाट राष्ट्र प्रमुखको बैठक, जसलाई हामी शिखर सम्मेलन पनि भन्छौँ। राष्ट्राध्यक्षको बैठक अर्थात् रा भनेको राष्ट्र प्रमुखको बैठक हो। राष्ट्र प्रमुखको बैठक, राष्ट्र प्रमुखको बैठकलाई के पनि नामले चिन्छौँ रे? शिखर सम्मेलन। राष्ट्र प्रमुखको बैठकलाई शिखर सम्मेलन भनेर पनि चिनिन्छ। उ सी रा भयो। त्यसपछि म भनेको धारा 4 मा मन्त्री परिषद, धारा 4 मा म भनेको के रहेछ त? म भनेको मन्त्री परिषद रहेछ। धारा 4 मा चाहिँ मन्त्री परिषद छ, उ सी रा म। त्यसपछि स्थायी भनेको छ। यो स्थायी भनेको अलग अलग आदर्श था, यी अलग अलग शब्द होइनन्। स्थायी भनेको एउटै शब्द हो, त्यो भनेको स्थायी समिति भन्ने। धारा 5 मा स्थायी भनेको स्थायी समिति। धारा 5 मा के रहेको छ? स्थायी भनेको स्थायी समिति। स्थायी समिति चाहिँ धारा 5 मा रहेछ, स्थायी। त्यसपछि प्रकाश, प्र भनेको चाहिँ प्राविधिक समिति। धारा 6 मा प्र भनेको के रहेछ? प्राविधिक समिति रहेछ। धारा 6 मा प्र भनेको प्राविधिक समिति भन्ने प्र। त्यसपछि का भनेको छ धारा 7 मा। धारा 7 मा का भनेको कार्य समिति, का भनेको चाहिँ कार्य समिति, प्रका। त्यसपछि स भनेको छ धारा 8 मा, स भनेको सचिवालय, प्रकाश। धारा 8 मा चाहिँ, धारा 8 मा स भनेको के रहेछ? सचिवालय रहेछ, प्रकाश भन्ने। त्यसपछि बिसा धारा 9 मा, धारा 9 मा चाहिँ बी भनेको वित्तीय व्यवस्था, वित्तीय समिति भन्ने बीबाट, बी भनेको चाहिँ वित्तीय समिति। धारा 9 मा बीबाट वित्तीय समिति, बी। त्यसपछि धारा 10 मा अन्तिममा बी सा रहेको छ। धारा 10 मा सा भनेको चाहिँ सामान्य प्रावधान। धारा 10 मा सा भनेको सामान्य प्रावधानहरू। यसरी सार्कको बडापत्रमा कतिवटा धारा रहेछन् त? जम्मा 10 वटा धारा रहेछन्। यो धाराहरू जोडा मिलाउनुस् भनेर सोध्छ, कुन धारा कतिमा पर्छ भनेर यो जोडा मिलाउनेमा सोध्छ। यो 10 वटा धाराहरू सम्झिनु पर्छ। ल यतिसम्म हेर्नुस् त। ल के कन्फ्युजन छ यसमा? के कन्फ्युजन छ भने भन्नु होला है, कमेन्ट गर्नु होला। के कन्फ्युजन छ भने कमेन्ट गर्नु होला। ल अब यो यिनीहरू भए बडापत्रमा रहेका धाराहरू। अब यो धाराहरूमा हस्ताक्षर गर्नु पर्यो। अझै पनि के भइसकेको छैन त? सार्कको स्थापना भइसकेको छैन। यी धाराहरू छन् मात्रै बनेको। अब के हुन्छ त? धारा बडापत्रमा रहेका धाराहरूमा अब हस्ताक्षर गर्नु पर्यो। अब हस्ताक्षर हेरौँ। बडापत्रमा हस्ताक्षर गर्ने, बडापत्रमा हस्ताक्षर गर्ने, हस्ताक्षर गर्ने प्रधानमन्त्री चाहिँ एउटा मात्रै छन्। प्रधानमन्त्री सार्कको बडापत्रमा हस्ताक्षर गर्ने एक मात्र प्रधानमन्त्री को हुन् भनेर सोध्छ। प्रधानमन्त्री एउटा मात्र छन्, ती प्रधानमन्त्री हुन् राजीव गान्धी। हस्ताक्षर गर्ने प्रधानमन्त्री एउटा मात्रै छन्, ती प्रधानमन्त्री को हुन् त? राजीव गान्धी भन्ने। हस्ताक्षर गर्ने राजाहरू, बडापत्रमा हस्ताक्षर गर्ने राजाहरू 2 वटा छन्। 2 वटा राजाहरू छन्। एउटा नेपालका राजा वीरेन्द्र, एउटा नेपालका राजा वीरेन्द्र नेपालका राजा भए। एउटा भुटानका राजा जिङमे सिङमे याङचुङ भन्ने। भुटानका राजा जिङमे
सिङमे याङचुङ। नेपालका राजा चाहिँ वीरेन्द्र। यी जिङमे सिङमे याङचुङ भने चाहिँ कहाँका राजा रहेछन्? भुटानका। भुटानका राजा चाहिँ जिङमे सिङमे याङचुङ। दुईजना राजा, एकजना प्रधानमन्त्री र बाँकी 4 जना राष्ट्रपतिहरूले बडापत्रमा हस्ताक्षर गरेका छन्। अब राष्ट्रपतिहरूमा बडापत्रमा हस्ताक्षर गर्ने राष्ट्रपति 4 जना राष्ट्रपतिले हस्ताक्षर गरेका छन्। एउटा पाकिस्तानका जियाउल हक भन्ने, पाकिस्तानका राष्ट्रपति जियाउल हक पाकिस्तानका राष्ट्रपति जियाउल हकले हस्ताक्षर गरे। अर्का बंगलादेशका राष्ट्रपति छन् हुसेन मोहम्मद। बंगलादेशका राष्ट्रपति हुसेन मोहम्मद। अर्का छन् श्रीलङ्काका राष्ट्रपति जुलियस रिचार्ड जयवर्धने। श्रीलङ्काका राष्ट्रपति जुलियस रिचार्ड जयवर्धने। श्रीलङ्काका राष्ट्रपति जुलियस रिचार्ड जयवर्धने। र अर्का रहेका छन् मालदिभ्सका राष्ट्रपति मैमुन अब्दुल गयुम। मालदिभ्सका राष्ट्रपति मैमुन अब्दुल गयुम भन्ने। मालदिभ्सका राष्ट्रपति मैमुन अब्दुल गयुम। यी हस्ताक्षर गर्ने 4 जना राष्ट्रपति, 2 जना राजा र 1 जना प्रधानमन्त्री, 7 जनाले हस्ताक्षर गरेका छन्। एउटा अफगानिस्तान त 2007 मा जोडिएको, त्यही भएर अफगानिस्तानले चाहिँ बडापत्रमा हस्ताक्षर गर्ने कुरो भएन, त्यो त पछि जोडिएको। अब हस्ताक्षर गरिसकेपछि बडापत्रको लागू भयो, जसलाई चाहिँ युएनओ को स्थापना भयो भन्ने। त्यो बडापत्र लागू भएको दिन नै सार्कको स्थापना, युएनओ भन्न आएछ योभन्दा अगाडि। बडापत्र लागू भएको र सार्कको स्थापना भएको दिन एउटै हो। त्यसपछि 85 को अन्तिममा 8 गरेर सार्कको स्थापना गरे भनेर भन्ने। अब यसपछि बल्ल के भयो त? सार्कको स्थापना भयो। स्थापना कहिले भएको रहेछ? 85 को अन्तिममा 8 गरेर। 85 भनेको 1985, अन्तिम भनेको डिसेम्बर, 8 गरेर भनेको 8। 85 को अन्तिममा 8 गरेर स्थापना भयो। 1985 डिसेम्बर 8 मा आएर बल्ल स्थापना भयो। सदस्य देशहरू जम्मा 8 वटा रहेका छन्। सार्कका सदस्य देशहरूलाई एमबीबीएस पढ्नको लागि एकदमै धेरै पेन हुन्छ, पीडा हुन्छ भनेर सम्झिने। एमबीबीएस पेन। एम भनेको मालदिभ्स, बी भनेको भुटान, अर्को बी भनेको बंगलादेश, यस भनेको श्रीलङ्का, एमबीबीएस, पी भनेको पाकिस्तान, ए भनेको अफगानिस्तान, एमबीबीएस पीएआई भनेको इन्डिया र एन भनेको नेपाल। एमबीबीएस पेन। यी 8 वटा सार्कका सदस्य देशहरू छन्। 8 वटा सदस्य देशहरूमध्ये सार्कको अन्तिम सदस्य देश चाहिँ अफगानिस्तान सन् 2007 अफगानिस्तान 2007 अप्रिल 3-4 मा भारतमा 14औं शिखर सम्मेलन बसेको थियो। त्यो 14औं शिखर सम्मेलनबाट अफगानिस्तान चाहिँ सार्कको सदस्य भएको। अफगानिस्तान पछि 14औं शिखर सम्मेलनमा थपिएको। 2007 अप्रिल 3 देखि 4 सम्म नयाँ दिल्लीमा, अप्रिल 3 देखि 4 सम्म यो नयाँ दिल्लीमा सार्कको 14औं शिखर सम्मेलन बसेको थियो। नयाँ दिल्लीमा 14औं सम्मेलन बसेको थियो। त्यो 14औं सम्मेलनबाट अफगानिस्तान नयाँ देशको रूपमा, सार्कको नयाँ राष्ट्रको रूपमा, अर्थात् सार्कको 8औं राष्ट्रको रूपमा
थपिन आएको हो। सार्कको करिब क्षेत्रफल भनेको 3.50% सार्कको क्षेत्रफल रहेको छ। सार्कको क्षेत्रफल 3.50%, क्षेत्रफल चाहिँ 3.50% क्षेत्रफल रहेको छ भने सार्क क्षेत्रको जनसङ्ख्या चाहिँ जनसङ्ख्या 22%, 22% मध्ये पनि 40% चाहिँ गरिबी छ। 22% मा 40% चाहिँ गरिबी छ। त्यसैले सार्कलाई के भनिन्छ त? गरिबीहरूको सङ्गठन भनेर सार्कलाई भनिन्छ। 40% चाहिँ गरिबी छ। गरिबी भएको कारणले गर्दा गरिबीहरूको सङ्गठन भनेर भनिन्छ। यो सार्कमा नेपालले ओगटेको भूभाग, सार्कको क्षेत्रमा नेपालले ओगटेको भूभाग चाहिँ नेपालले ओगटेको भूभाग 2.82%। सार्कको अर्थात् दक्षिण एसियाको नेपालले ओगटेको भूभाग भन्यो भने 2.82% भन्ने। अब सार्कमा सबैभन्दा ठुलो देश भन्यो भने चाहिँ भारत नै भयो। भारत सबभन्दा ठुलो देश हो। यतै मैले ठुलो सानो लेखिदिन्छु। सार्कको सबभन्दा ठुलो देश चाहिँ भारत हो। ठुलो देश चाहिँ भारत हो। जनसङ्ख्या क्षेत्रफल दुईटैमा। सानो देश चाहिँ मालदिप्स हो। ठुलो देश चाहिँ सार्कको भारत हो र सार्कको सबभन्दा सानो देश चाहिँ कुन रहेछ? मालदिप्स रहेछ। ल, अब यसभन्दा पछि हामी सार्कको बारेमा अन्य जानकारीहरू हेर्नेछौँ। ल, यतिसम्म लेख्नुहोस् त। संस्थापक देशहरू भनेपछि 7वटा भयो त। यो अफगानिस्तान त पछि थपिएको देश पो भयो। 2007 अप्रिल 3-4 मा नयाँ दिल्लीमा 14औं सम्मेलनमा अफगानिस्तान थपियो भनेपछि त अफगानिस्तान संस्थापक भएन। संस्थापक देश त बाँकी रहेका अफगानिस्तान बाहेकका बाँकी 7वटा देश संस्थापक देशहरू भए। ल, ओके। ल, भयो? कुनै कन्फ्युजन छ यतिसम्म? ल, भन्नुहोस् त साथीहरू, कुनै कन्फ्युजन छ? छैन? ल, सार्कको लोगो तयार गर्ने मान्छे भन्यो भने लोगो बनाउने शैली एकदमै राम्रो छ भन्ने शैलीबाट शैलेन्द्र महर्जन। लोगो बनाउने शैली एकदमै राम्रो छ भन्ने शैलीबाट के सम्झिने? शैलेन्द्र महर्जनले सार्कको लोगो तयार गरेका। लोगो तयार गर्ने मान्छे चाहिँ शैलेन्द्र महर्जन भन्ने। अब सार्कका पर्यवेक्षक देशहरू भन्यो भने सार्कका पर्यवेक्षक राष्ट्रहरू, सार्कका पर्यवेक्षकहरूमा चाहिँ इकेसी मामाजी भन्ने, इकेसी मामाजी। सार्कका पर्यवेक्षकमा चाहिँ इकेसी मामाजी भन्ने। ई भनेको युरोपियन युनियन हो, इयु हो। इयु भनेको युरोपियन युनियन। के भनेको कोरिया होला। कोरियामा पनि उत्तर कोरिया होइन, दक्षिण कोरिया। के भनेको दक्षिण कोरिया भन्ने। सी भनेको चाइना होला, चीन भन्ने। मामाको याम भनेको चाहिँ म्यानमार, याम भनेको म्यानमार। ए भनेको चाहिँ अमेरिका, ए भनेको चाहिँ के? अमेरिका। अर्को फेरि याम भनेको मौरिसस, अर्को याम पनि छ। अर्को याम भनेको चाहिँ मौरिसस। फेरि अर्को ए भनेको अस्ट्रेलिया, अस्ट्रेलिया। र जे भनेको चाहिँ जापान, जे भनेको जापान। र आई भनेको इरान होला। यी हुन् सार्कका पर्यवेक्षक देशहरू। पर्यवेक्षक भनेको सदस्य राष्ट्र नभएको तर सार्कको हरेक मिटिङमा भाग लिने
राष्ट्रहरूलाई चाहिँ पर्यवेक्षक राष्ट्र भनिन्छ। यो मध्ये पनि यी पर्यवेक्षक राष्ट्रहरूमध्ये चीन र जापानलाई 13औं शिखर सम्मेलनले मान्यता दिएको थियो। यो मध्ये जापान र चीनलाई 13औं शिखर सम्मेलनले मान्यता दिएको। चीन र जापानलाई, यी पर्यवेक्षक देशहरूमध्ये चीनलाई र जापानलाई 13औं सम्मेलनले, सार्कका 18औं वटा सम्मेलन भइसकेका छन् जम्मा, त्यो मध्ये 13औं सम्मेलनले मान्यता दिएको थियो। यी पर्यवेक्षक देशलाई 13औं सम्मेलनले मान्यता दिएको थियो भन्ने। ल अब सार्कमा भूपरिवेष्टित देशहरू भन्यो भने सार्कमा रहेका भूपरिवेष्टित देशहरू चाहिँ जम्मा 3 वटा छन्। त्यो मध्ये सबैभन्दा ठुलो अफगानिस्तान ठुलो भूपरिवेष्टित देश अफगानिस्तान। दोस्रो ठुलो भूपरिवेष्टित देश चाहिँ नेपाल, तेस्रो ठुलो भूपरिवेष्टित देश भनेको भुटान। 3 वटा देशहरू सार्कमा भूपरिवेष्टित देशहरू छन्। चारैतिर जमिनले घेरेको देशलाई भूपरिवेष्टित देश भन्छौँ भने चारैतिर पानीले घेरेको देशलाई जल परिवेष्टित देश भनेर भन्छौँ। सार्कमा 2 वटा मात्रै जल परिवेष्टित देश छन्। श्रीमा एउटा चाहिँ श्रीलङ्का र अर्को जल परिवेष्टित देश कुन हो त? मालदिप्स हो। जल परिवेष्टित देश 2 वटा मात्रै छन्। के हुन् त? श्रीमा श्रीलङ्का र मालदिप्स। सार्कमा अति कम विकसित राष्ट्र 4 वटा रहेका छन्। सार्कमा अति कम विकसित देश भन्यो भने अति कम विकसित देश चाहिँ 4 वटा रहेका छन्। अ ब भुने। अ भनेको अफगानिस्तान, अ ब भनेको बङ्गलादेश, अ ब भुने, भू भनेको भुटान र ने भनेको नेपाल। तर नेपाल र बङ्गलादेश चाहिँ अब अति कम विकसित राष्ट्रबाट 2027 मा स्तरोन्नति भएर विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछन्। बाँकी चाहिँ अति कम विकसित राष्ट्रहरू नै भए। ल अहिले चाहिँ 4 वटा अति कम विकसित राष्ट्रहरू छन् भन्ने। अब सार्कको बजेटको कुरा गर्दाखेरि सार्कमा सबैभन्दा धेरै बजेटको योगदान दिने, सर्वाधिक बजेट दिने पहिलो नम्बरमा भारतले सार्कको टोटल बजेट मध्ये 30.32% भारतले बजेट बेहोर्छ। र दोस्रो बढी बजेट दिने भनेको पाकिस्तान हो। पहिलो भारत, दोस्रो बढी बजेट दिने भनेको पाकिस्तान हो। पाकिस्तानले 22.52% पाकिस्तानले बजेट दिन्छ। तेस्रो बढी बजेट दिनेमा 3 वटा देशहरू छन्। श्रीलङ्का, बङ्गलादेश र नेपालले तेस्रो बढी बजेट दिन्छन्। तेस्रो बढी बजेट दिनेमा श्रीलङ्का, बङ्गलादेश र नेपालले तीनटैले समान श्रीलङ्का, बङ्गलादेश र नेपाल तीनै देशले समान 10.72%। श्रीलङ्काले पनि 10.72, बङ्गलादेशले पनि 10.72, नेपालले पनि 10.72% बजेट दिन्छ। र बाँकी रहेका देशहरू भुटान, मालदिप्स र अफगानिस्तानले सबैभन्दा न्यूनतम बजेट, भुटान, मालदिप्स र अफगानिस्तानले सबैभन्दा न्यूनतम बजेट। त्यो न्यूनतम बजेट भनेको दिनैपर्ने बजेट कति हो? 5% हो। भुटान, मालदिप्स र अफगानिस्तानले न्यूनतम बजेट दिन्छन्। सार्कको न्यूनतम बजेट भनेको कति हो त? 5% हो। बाँकीले 5% बजेट दिन्छन् भनेर सम्झिनु पर्यो। ल बाँकीले न्यूनतम बजेट दिन्छन्। त्यो न्यूनतम बजेट भनेको कति रहेछ त? 5% बजेट चाहिँ दिने गर्छन्। ल अब यसपछि हामी सार्क राजधानी र नेपाल बीचको दूरी कति छ त्यो दूरीको बारेमा छलफल गर्नेछौँ। ल यतिसम्म हेर्नुस् त। अब सार्क राजधानी र नेपालको दूरी हेरौँ। सार्क देशका राजधानी र नेपालको दूरी। सार्क देशका राजधानी र नेपालको दूरी। सार्क देशका राजधानी र नेपालको दूरी हेरौँ। सार्क देशका राजधानी र नेपालको दूरीलाई सबभन्दा नजिक रहेको भनेको भुटानको थिम्पू। राजधानीमा सबैभन्दा नजिक चाहिँ थिम्पू भने चाहिँ कुन देशको हो? भुटानको थिम्पू हो। भुटानको थिम्पू काठमाडौँबाट
400 किलोमिटर मात्रै दूरीमा रहेको छ, सबभन्दा नजिक थिम्पू। दोस्रो नजिक चाहिँ बङ्गलादेशको ढाका। ढाका चाहिँ बङ्गलादेशको, देशमा भारतपछिको नजिकको देश चाहिँ बङ्गलादेश हो। राजधानीमा चाहिँ थिम्पू नजिक हुने भयो है, ढाका चाहिँ पछि गयो। अनि ढाका भनेको, ढाकालाई डाका भन्ने, कुन ढाका? छवि ढाका। छवि भन्यो भने 620 किलोमिटर। तेस्रोमा रहेको छ नयाँ दिल्ली। तेस्रो नजिक रहेको राजधानी हो नयाँ दिल्ली। नयाँ दिल्ली भनेको कुन देशको राजधानी हो त? भारतको नयाँ दिल्ली भन्ने। नयाँ दिल्लीको 800 मा 10 मात्रै कम। नयाँ दिल्लीको 7 भव्य हुन्छ नेपाललाई। नयाँ दिल्लीको 7 भव्य हुन्छ भन्ने, 7बाट 7 भव्यबाट 90 बनाउने। चौथोमा रहेको छ पाकिस्तानको इस्लामाबाद भन्ने। इस्लामाबाद कुन देशमा पर्छ त? पाकिस्तानमा पर्छ। पाकिस्तानको इस्लामाबाद हो। इस्लामाको अगाडिको इस मात्रै सम्झिने। इस, तेरो खसी। तेरो भनेको 13, खसी भनेको 80। 1380 किलोमिटर चाहिँ इस्लामाबाद। त्यसपछि 5औं नम्बरमा पर्छ अफगानिस्तानको काबुल चाहिँ अफगानिस्तानमा पर्छ। अफगानिस्तानमा पर्छ। अब काबुललाई कसरी सम्झिने भनेपछि कबुल गर, त एक साथ बस्छ भनेर कबुल गर भन्ने। काबुललाई कबुल गर, के कबुल गर्ने? एक साथ बस्छ भनेर, बसलाई 10 बनाइदिने। एक साथ 10, 1710 चाहिँ काबुलको भयो। त्यसपछि चाहिँ 6औं नम्बरमा कोलम्बो भनेको श्रीलङ्कामा पर्छ। कोलम्बो भनेको श्रीलङ्काको राजधानी कोलम्बो हो। अब कोलम्बो भनेको कल गर्ने, दुई तीन मिस कल गर्ने। 2-3 मिस कल, 2-3 मिस भनेको 30, 2-3 मिस कल गर्ने। 2-3 20 मिस कल भनेको 20 कल है। 2-3 20, 2320 किलोमिटर चाहिँ कोलम्बो। र सबभन्दा टाढा रहेको छ मालदिप्सको माले भनेको मालदिप्सको छ। मालदिप्सको माले चाहिँ 27 होइन 60। माल भन्दै 27 होइन 60 भन्ने। 27 होइन 27बाट 27 होइन 60बाट 60। मालदिप्सको माले चाहिँ 2760 किलोमिटर नेपालबाट टाढा रहेको छ। यी सार्क देशका राजधानी र नेपालको दूरी भयो। थिम्पू 400 किलोमिटर, ढाका 620 किलोमिटर, नयाँ दिल्ली 790 किलोमिटर, इस्लामाबाद 1380 किलोमिटर, काबुल 1710 किलोमिटर, कोलम्बो 2320 किलोमिटर र माले चाहिँ 2760 किलोमिटर नेपालबाट टाढा रहेछ भन्ने। ल, यसपछि हामी सार्क राष्ट्र र नेपालको दौत्य सम्बन्धको बारेमा छलफल गर्नेछौँ। ल साथीहरू, यतिसम्म हेर्नुहोस् त। केही कन्फ्युजन छ? ल, अब यसपछि सार्क राष्ट्र र नेपाल बीच दौत्य सम्बन्धको बारेमा हामी छलफल गर्छौँ। सार्क राष्ट्र र नेपाल बीच दौत्य सम्बन्ध। सार्क राष्ट्र र नेपाल बीच दौत्य सम्बन्ध हेरौँ। दौत्य सम्बन्ध, सार्क राष्ट्र र नेपाल बीचको डिप्लोमेटिक रिलेसन, दौत्य सम्बन्ध। अब नेपालले सबभन्दा पहिले दौत्य सम्बन्ध राखेको देश, सार्कको देशमा त भारतै होला। समग्रमा चाहिँ बेलायत सार्कको देशमा चाहिँ पहिलो राखेको भारतसँगै दौत्य सम्बन्ध राखेको छ। पहिलो नम्बरमा नेपाल र भारत बीचको सम्बन्ध
भारत बीचको सम्बन्ध सन् 47 जुन तारा। 47 भनेको 1947, जुन तारा भनेको जुन 13। 1947 जुन तारा भन्ने 1947 जुन 13 मा नेपाल र भारत बीचको सम्बन्ध बन्यो। अब भारत बीचको सम्बन्ध भइसकेपछि भारतभन्दा दोस्रो पछि सम्बन्ध चाहिँ श्रीलङ्काको भएको थियो। यसको क्रम चाहिँ हामीले यसरी सम्झिने, आइपी श्रीले भारतको सिप अब एमबीमा लिने भन्ने है। भारतपछि श्रीलङ्का, भारतको सिप अब एमबी, भारतको सिप अब एमबी भनेर सम्झिने। सबभन्दा पहिले भारतसँग दौत्य सम्बन्ध कायम गरेको रहेछ नेपालले, भारतसँग, त्यसपछि सिप श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, मालदिप्स र भुटान। अब दोस्रो नम्बरमा रहेको छ भारतको भनेपछि भारत भएको, सिप सी भनेको श्रीलङ्का। अब श्रीलङ्कासँगको नेपालको सम्बन्ध भारतकै आधारमा हेर्ने, भारतको भन्दा 10 वर्षपछि 1947 मा भारतसँग गर्यो भने 10 वर्षपछि कति होला, 1957 होला। अब यो अर्को महिनाको पहिलो दिन जुनमा भारतसँग भएको छ भने जुलाई अर्को महिनाको पहिलो दिन नै जुलाई 1 मा श्रीलङ्कासँग दौत्य सम्बन्ध कायम गर्यो। 10 वर्षपछि अर्को महिनाको पहिलो दिन भनेर सम्झिने। त्यसपछि तेस्रो नम्बरमा प भनेको पाकिस्तान। पाकिस्तानसँगको सम्बन्धलाई साथी 20ले मार, साथी 20ले मार, साथी भनेको सन् 1960, 20ले मार, 20ले मार, मार भनेको मार्च, 20 भनेको 20, 1960 मार्च 20 मा चाहिँ पाकिस्तानसँग दौत्य सम्बन्ध कायम राख्यो। चौथो नम्बरमा रहेको छ अफगानिस्तान, सिप अब भनेको अफगानिस्तान। अब अफगानिस्तानसँग अब 60 पछि 1 वर्षपछि 61 71 भनेर सम्झिने। कसरी सम्झिने, 61 71 भन्ने, 61 71 भनेको 61 भनेको चाहिँ साल हो, 1961 भने साल हो, यो 71 भनेको 7 महिना 1 गते हो के। 61 71 अफगानिस्तानको 61 71 भनेर सम्झिने। 61 भनेको साल भयो, 1961 भयो, 71 भनेको 7 महिना 1 गते। अब अंग्रेजी महिनाको 7 महिना भने कुन होला, जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन, जुलाई होला। जुलाई 1 मा, अर्थात् श्रीलङ्कासँग पनि जुलाई 1 मा गरेको थियो। अफगानिस्तानसँग पनि नेपालको सम्बन्ध कहिले रहेछ त, जुलाई 1 मा नै रहेछ, जुलाई 1 मा रहेछ है। अफगानिस्तानसँग पनि जुलाई 1 मा रहेछ। त्यसपछि 5औं नम्बरमा ब भनेको के होला त, बङ्गलादेश होला। 5औं नम्बरमा ब भनेको बङ्गलादेश। बङ्गलादेशको चाहिँ 71, बङ्गलादेशको चाहिँ 71 72, 71 बङ्गलादेशको चाहिँ 72 73 भनेर सम्झिने। 72 बङ्गलादेशसँग नेपालको सम्बन्ध चाहिँ 1972 मा भयो। 72 मा बङ्गलादेशसँग भएको थियो। 72 बाट भूकम्प आएको साल कहिले, 72 भनेर सम्झिने। 1972 मा बङ्गलादेशसँग नेपालको सम्बन्ध कायम भएको थियो। 72 अप्रिल 8 मा, जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, यसलाई कसरी सम्झिने भने 1972 2 चौको 8 भन्ने। 72 मा चाहिँ 7 2 भयो, 7 2 चौको 8, चौको भने 4, 4 भनेको जनवरी, फेब्रुअरी, मार्च, अप्रिल 2 चौको 8, अप्रिल 8 मा। यो 2 चौको 8 भनेको अन्तिममा चाहिँ 2 4 8 छ क्या, त्यही भएर बङ्गलादेशसँग भएको चाहिँ 72 सालमा भनेर सम्झिने। 72 को अन्तिममा 2 छ, 2 पछि 4, 4 पछि 8 बनाउने के। 2 चौको 8 भनेको 72 4 महिना 8 गते भनेको। 72 अप्रिल 8 मा चाहिँ बङ्गलादेशसँग नेपालको सम्बन्ध कायम भएको रहेछ। अब बङ्गलादेश भन्दा पछि अब एमबी भनेको छ। एम भनेको मालदिप्स, बी भनेको भुटान। बङ्गलादेश पछि 6औं नम्बरमा एम भनेको मालदिप्स भयो है। एम भनेको के भयो, मालदिप्स भयो। एम भनेको मालदिप्स भयो। अब मालदिप्ससँग नेपालको सम्बन्ध कहिले भयो त, मालदिप्ससँग माल 80 को माल, कतिको माल, 80 को माल भन्ने है। माल 80 अगस्त 1 मा, मालदिप्ससँग सन् 1980 अगस्त 1 मा, 80 अगस्त 1 मा, अगस्त भनेको 8 1 80 81 भनेर सम्झिँदा पनि हुन्छ। 80 81
80 भनेको 1980, 81 भनेको 8 महिना 1 गते, 8 भनेको जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्त नै भयो, 80 81 भनेर सम्झिँदा पनि भयो। र अन्तिममा नेपालसँग सम्बन्ध भएको भनेको भुटानको हो, भुटानको 83 जुन 3 मा। 7औं नम्बरमा चाहिँ भुटानसँग नेपालको सम्बन्ध भयो। भुटानको सम्बन्ध चाहिँ भुटन खायो, तर के गरेपछि 83 भुटन खाएपछि तिर्नु परेन, 83 जुन दिन दिनलाई 3 बनाइदिने, 83 जुन दिन भन्ने दिनलाई के बनाउने 3 बनाउने। 1983 जुन 3 मा नेपालको भुटानसँग चाहिँ दौत्य सम्बन्ध कायम भएको रहेछ भन्ने है। ल दिल्लीको ट्रिक भने हो यो दिल्लीको साथ भव्य छ भन्ने के। दिल्लीको नेपालसँग साथ के छ भव्य छ, भव्यबाट 90 बनाउने। दिल्ली र नेपालको साथ एकदमै भव्य छ भन्ने, भव्यबाट के बनाउने 90 बनाउने, त्यसरी सम्झिने है। ल अब यसपछि हामी क्षेत्रीय केन्द्रहरूको बारेमा हेर्छौँ है। क्षेत्रीय केन्द्रहरू सार्कका विद्यमान रहेका 11वटा क्षेत्रीय केन्द्रबाट घटाएर चाहिँ क्षेत्रीय केन्द्रहरू 5वटा राखेका थिए। ती विद्यमान रहेका क्षेत्रीय केन्द्रहरूको बारेमा हामी हेर्छौँ। ल अब यसपछि सार्कका क्षेत्रीय केन्द्रहरू, सार्कका क्षेत्रीय केन्द्रहरू। अब सार्कका क्षेत्रीय केन्द्रहरूलाई हामी कसरी सम्झिने त? सार्कका क्षेत्रीय केन्द्र, सार्क ऊर्जा केन्द्र भन्यो भने, सार्क ऊर्जा केन्द्र भन्यो भने ऊर्जाले के गर्छौँ हामी पकाउँछौँ। त्यसैले सार्क ऊर्जा केन्द्र कहाँ छ? पकाउने भनेको पाकिस्तान। सार्क ऊर्जा केन्द्र भनेको ऊर्जाले के गर्छौँ पकाउँछौँ, पकाउने भनेको पाकिस्तान भन्ने। त्यस्तै सार्कको सांस्कृतिक केन्द्र, सार्कको सांस्कृतिक केन्द्र भन्यो भने संस्कृति धर्म संस्कृति भनेको लङ्का, लङ्काबाट के सम्झिन्छौँ हामी श्रीलङ्का। सार्क सांस्कृतिक केन्द्र चाहिँ कहाँ रहेछ? धर्म संस्कृति लङ्का, लङ्काबाट श्रीलङ्का भन्ने। त्यस्तै सार्कको कृषि केन्द्र, कृषि सूचना केन्द्र भन्यो भने कृषि गरेर के गर्ने हामीले बङ्गला ठड्याउने, बङ्गला भनेको बङ्गलादेश, कृषि गरेर बङ्गला ठडाउने भन्ने, बङ्गलाबाट के सम्झिने बङ्गलादेश। सार्क कृषि सूचना केन्द्र भन्यो भने बङ्गलादेशमा रहेछ। त्यस्तै विपद व्यवस्थापन केन्द्र भन्यो भने, विपद व्यवस्थापन केन्द्र हाम्रो लागि विपद भने के हो त? हाम्रो लागि विपद भनेको भारत हो। त्यसैले विपद व्यवस्थापन केन्द्र भन्यो भने के भन्ने भारत भन्ने। त्यसपछि नेपाललाई चाहिँ के होला त? एचआईभी र क्षयरोग, एचआईभी क्षयरोग निर्मूल केन्द्र चाहिँ नेपालमा रहेको छ। नेपालमा चाहिँ नेपाललाई चाहिँ एचआईभी र क्षयरोग निर्मूल केन्द्र मात्रै दिएको, एचआईभी क्षयरोग केन्द्र चाहिँ कहाँ रहेको रहेछ? नेपालमा रहेको रहेछ। यी भए सार्कका क्षेत्रीय केन्द्रहरू। ल यतिसम्म लेख्नुहोस् त साथीहरू।